Day 2 in Switzerland. आज हामी कता कता गइन्छ भन्ने कुरो आफूलाई थाहा छैन। हाम्रो सरले एकदम तयारी गर्दै हुनुहुन्छ। आजको दिन स्पेसल बनाउनलाई हैन त एकदम। आँखा कस्तो राम्रो छ क्या आँखा परेर हाम्रो ब्याकबेन्चर टिम आजको लागि ब्याकबेन्चर हाम्रो एकदम यो चाहिँ एकदम डिप्लोमेटिक पाराका अब यो युके EU र नेपाललाई कसरी कनेक्ट गर्ने भन्ने विषयमा चाहिँ हाम्रो बहस चलिरहा। घुम्न हिँड्दा नि यस्तो डिप्लोमेटिक कुरा गर्ने मान्छेहरू झ्याप्प भेटिँदैन। सही हो सही। अगाडि हाम्रो अलिअलि बिजनेसका कुरा हुँदै थिए क्या, तर हाम्रो रोकियो यहाँ चाहिँ गाह्रो छ। छोरीलाई चाहिँ त्यही भएर हामीले नेपाली चाहिँ फर्स्टमै सिकाइहाल्यौँ, बरु अरू त सिक्न लाग्छ सजिलो। फिनिस पनि ऊ एकदम राम्रो बोल्छ। त्यहाँको सबै पपुलेसनलाई सेटल कहिले गराएर सक्ने युरोपले? Auto breakfast. A break on the road. Everyone having banana for breakfast. Banana break. Banana break. Banana break. Special break. हजुर हामी त्यसैको बारेमा एकदम विस्तृत रूपमा बहस गर्नेछौँ कुनै दिन। म एकदम इन्तजारमा छु। बिन पनि सुपर बिन छ। हामीले बाहिर केही फोहोर गरे छैनौँ, हामीले बिनमै फाले हामी सबै। पब्लिक पनि महँगो छ कि एकदमै। तपाईँको सबसे सस्तो भनेको 3 डेजको पास पाउँछ, त्यसको पनि 250 फ्र्याङ्क पर्छ कि। कहाँ हुनुहुन्छ अरे? 5 मिनेटमा आइपुग्छु भन्दै हुनुहुन्छ। त्यही नै हो, मैले पठाएको लोकेसन आउने भनेको। ब्रेकफास्ट ब्रेक। हामी यो एक्ज्याक्ट ठामको नाम चाहिँ मलाई थाहा छैन, तर कफी स्यान्डविच एभ्रिथिङ केही किन्न मन छ भने चाहिँ यहाँ बिन्दास पाइन्छ। यो मिग्रोलिनो फ्रेस छ कि छैन त थाहा छैन, तर पनि नाम चाहिँ फ्रेस छ भन्ने कुरो हामीले देखिरहेछ। टेस्ट अप्सन भनेको चाहिँ यहाँ यो मिग्रोलिनोमा चाहिँ सेम प्राइस लाइक युके, केही डिफ्रेन्स छैन। जस्तै यो युकेमा कति छ मोन्स्टरको 220 छ भने यसमा जस्ट 250 कन्भर्ट गर्दा 220 नै हुन्छ। सो इट्स नट एक्सपेन्सिभ लाइक अदर सप। होइन यहाँ 2 वर्ष होइन, त्यो त 1 वर्ष पनि छैन होला। भर्खर हामी हेम्जा प्रवेश गऱ्यौँ है, अब बागलुङ जाँदैछौँ हामी। हरियो टनल बन्यो भने त राख्नै पर्छ। ढोकालो सुरु। घुम्टी पनि थानकोट बराबरै रहेछ नि है। हामी
छौँ यो दामी 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 पार्कमा लेकमा। अब कस्तो खतरा खिचिनुहुन्छ अङ्कलले उहाँ फोटो बहुत क्युट भएको फोटो अनि हामी चाहिँ केही भएन भनेर नेपाल छोडेर युके आएर स्विजरल्यान्ड आउँदासम्म जाममा पर्यो, त्यो पनि थानकोटको। उकालोमा चाहिँ जाँदै जाम पर्दो रहेछ भन्ने बुझ्यो क्या। सिधा बनाएर हान्न, सिधा सिधा के सिधा कोल्टियो। अब चाहिँ हामी इन्ट्री हान्दैछौँ इन्टरलेकन लेक। यस्तो दामी लेक छ, यस्तो दामी लेक छ कि हेर्दाखेरि चाहिँ पौडिम जस्तो छ, तर पौडिन जान्दैन आफू होइन। यस्तो दामी छ। अब जाँदैछ इन्टरलेकन लेक। अब हामी गाडी यहाँ पार्क गरेर सो गोइङ टु ट्रेन। हामी ट्रेन चढेर जान्छौँ हामी माथि हिमालमा। सबसे टपमा जानलाई चाहिँ 240 फ्र्याङ्क लाउनु रहेछ, स्विस फ्र्याङ्क। तर हामी जान्छौँ 95 को सायद 95 फ्र्याङ्क। खाना खान्छौँ कि खाना बोकेर हिँड्ने। यो चाहिँ ट्रेन स्टेसन हो। यहाँबाट हामी अब यो लौरो त्यत्रो मात्र 795 मिटरको अल्टिट्युडको ट्रेन स्टेसनको नामै त्यस्तो रट्टु छ, जानिँदैन। हामी चाहिँ अब यहाँ सामान बोकेर छोटो लाएर ट्रेन कुर्दैछौँ। 1 बजीको ट्रेन छ, अहिले 12:40 भयो। भोक लाग्यो। अब 30 मिनटसम्म चाहिँ ट्रेन कुरेर बसिन्छ यहाँ, त्यसपछि माथि गइन्छ। सो यो हाम्रो ट्रेन हो, यसमा हामी जाने हो। हाम्रो ग्रुप हो त छ। हामी हुँदै हामी बसिन्छ यहाँ। I'm in line.
यो हामी आइयो माथिको स्टेसनमा। यहाँभन्दा माथि पनि जान्छ ट्रेन चाहिँ, तर हामी छौँ यहाँ। कस्तो राम्रो ठाउँ छ यहाँ। त्यो टपमा जानलाई चाहिँ अझै अर्को ट्रेन टिकट लिन सकिन्छ। यो त्यहाँबाट कता कता जान्छ माथि, केबल कार पनि जाने रहेछ। दिस इज गुड। स्विजरल्यान्डको कतिसम्म त घुरेर पुग्छु है त म यो का। यो ग्याङ कति ढिलो आएछ भन्ने कुरो। Say hello. 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 Where are you going? I'm in Nepal. यो ग्याङलाई उकालो कस्तो लाग्यो? यो ठिकै अलिअलि थाक्यो। रमाइलो थाकियो, यतिमै थाकियो। यस्तो बच्चा लिएर हिँड्दा थाकिन्छ। के हुँदैछ गाइज यहाँ? यो खानपिन हुँदैछ। यताबाट नि ठिकै आयो माथिबाट। म एकदम पब्लिसिटी गरिदिन्छु पऱ्यो। यहाँ मन्त्रीको सबै हजुर नै सिङ्गल हुनुहुँदो रहेछ होइन? सबै कपाल कपाल हुनुहुँदो रहेछ। अकेलै ग्याङ। अर्को झोला झोला छ त्यही एउटा झोला फाल्नु त। मसँग छ। हजुर छ ठुलै। भयो भयो। अनि यसको यो खोलिँदैन त्यो उस ट्राइपड जस्तै होइन र यो? यो तल जोड्नु मिल्छ यसको तल। जामलाई त गर्न मिलिहाल्छ नि भाइ होइन। अब त खारै गएको राम्रो, अब त खाइन्न नि त। अहिले खायो भने राम्रो, अहिले खाएको राम्रो के। ए छोरीले खान्छु भनेको फर्स्टमा म छोरीलाई दिइहाल्छु। भाइले त्यसलाई चाहिँ 5000 बनाउने। यो ठाडै हेपाइ भयो। यही मैले हाइलाइटमा राखेर भिडियो बनाउँछु। So it's inside this one, or who is the statue is just there. So this is a Bollywood town. Yeah, I didn't know why people do that really. Because he's the famous black Chopra. Yes.
घुमेर जानु पर्यो त्यसमा घुमेर गएर पनि त्यो चाहिँ सम्भवै छैन कि अप्सन नि फेरि जसरी नि यही बाटो छिर्नु पर्ने अप्सन भयो होइन वान एन्ड ओन्ली कति पर्सेन्ट चार्ज छ र म्याप अनुसार त खुल्ल्या चाहिँ नेपालको पनि लोकल पसलमै खाने चिज आलु चना अन्डा माथि हल्का प्याज र खोर्सानी हाल्दै थियो हैन हो त्यो यस्तो त्यो चाहिँ छुट्टै हुन्छ पहिला हामी मामाहरु जाँदाखेरि काभ्रेबाट ओर्ले अनि त्यसपछि अब अलग अलग बास बसे भोलि कहाँ भेट्ने त भन्दाखेरि ल बाटोको यहाँनिर भेटौँ अब तिमी कहाँ जाने